मैले देखेको पहिलीको आमसभा अथवा कुनै पनि पार्टीहरूको कार्यक्रममा चाहिँ नेकपा एमाले माओवादी काङ्ग्रेसहरूले गर्ने एउटा कुनै पनि कार्यक्रम सभाहरूमा चाहिँ ठुलो स्टेज बनाइन्थ्यो र स्टेजमा चाहिँ पानी घामबाट चाहिँ सुरक्षित बनाएर त्यहाँ चाहिँ बढेमान ठुला ठुला सोफाहरू राखिन्थ्यो र भिआइपी अथवा ठुल्ठुलो नेताहरूको लागि ठुलो सोफाहरूमा बसाइन्थ्यो भने त्योभन्दा पछाडि अरू चाहिँ कुर्सीहरू राखेर अरू नेताहरू अथवा लोकल नेताहरूलाई चाहिँ राखिन्थ्यो र नेताहरू माथि सोफामा बस्थे भने जनता अथवा कार्यकर्ताहरू चाहिँ मुनि चौरमा अथवा एउटा रोडहरूमा चाहिँ बसेर कार्यक्रम गरिन्थ्यो र जनताहरू अथवा कार्यकर्ताहरूको लागि चाहिँ न त पानीदेखिको सुरक्षित हुन्थे न त घामदेखिकै सुरक्षित हुन्थे। तर अहिले कति कार्यक्रमहरूमा देख्दाखेरि परिवर्तन हुँदै गएको छ। योभन्दा पहिले राष्ट्रपालले गरेको सभामा जनकपुरमा चाहिँ एउटा स्टेज थियो र स्टेजमा चाहिँ न छहारी थियो न त कुर्सी सोफाहरू केही पनि थिएन र मुनि अथवा स्टेजमै चाहिँ सबै समान तरिकाले चाहिँ बालिन शाह रवि लामिछाने बसेर कार्यक्रम गरेको देखिन्थ्यो भने आज फेरि नेपाली काङ्ग्रेसले प्रतिज्ञा पत्रको सार्वजनिक कार्यक्रममा अथवा सभामा पनि जनकपुरमा गरेको छ र जनकपुरमा चाहिँ त्यस्तै स्टेज र स्टेजमा चाहिँ त्यस्तो छहारी बिनाको स्टेज र त्यसमा सोफा अथवा कुनै पनि कुर्सीहरू बिना मुनि अथवा स्टेजमै गगन थापा विश्वप्रकाश अथवा अरू नेताहरू सँगै समान रूपमा बसेर गरेको कार्यक्रम चाहिँ देखे। यसले के जनाउँछ भने बिस्तारै चाहिँ नेताहरूको चेत खुल्दै गएको छ र नेताहरू चाहिँ अब हामी जनताहरूभन्दा धेरै स्ट्यान्डर्ड अथवा धेरै भिआइपीमा गयौँ भने चाहिँ जनताहरू अथवा कार्यकर्ताहरू चाहिँ धेरै क्रोधित अथवा रिसाउँदै गएका छन्। त्यसले गर्दा हामी पनि केही सुध्रिनुपर्छ भनेर नेपाली काङ्ग्रेस पनि सुध्रिएको देखिन्छ र राष्ट्रपालले यसो गर्यो त्यसैले काङ्ग्रेसले पनि यसरी गर्यो अथवा चोरो भन्नुभन्दा पनि अरूको देखेरै अथवा अरूको हेरेरै सबैजनाले सिक्ने हो र राम्रो कुरा सिक्नु राम्रो पनि हो। अरूले देखावटी अथवा नराम्रो गर्यो भने त्यो सिक्नु चाहिँ गलत हो भने अरूले अथवा माओवादीको काङ्ग्रेसले सिक्नु अथवा काङ्ग्रेसको राष्ट्रपालले सिक्नु एमालेको काङ्ग्रेसले सिक्नु अथवा कुनै पनि पार्टीले कुनै पनि पार्टीको अथवा कुनै पनि व्यक्तिले कुनै पनि व्यक्तिको राम्रो कुरा सिक्नु भनेको राम्रै हो। र आज परिवर्तन घोषणा सभा चाहिँ धनगढीमा राष्ट्रपालले गरेको थियो र भव्य जनताहरू पनि उपस्थित भएको थियो अथवा देख्न सकिन्थ्यो भने जनकपुरमा नेपाली काङ्ग्रेसले पनि प्रतिज्ञा पत्र सार्वजनिक सभा गरेको थियो, त्यहाँ पनि जनताहरूको बाक्लो उपस्थित देख्न सकिन्थ्यो।